चिसो नै लागेको थियो कि आज। हिजो पनि त्यस्तै गर्मी थियो। हुन त मौसम नै गर्मी मौसम हो, गर्मी त भइहाल्छ नै, त्यही पनि झापामा। अनि हामी चाहिँ पुग्यौँ आफ्नो गन्तव्यमा। सानुको पेट पूजा गरेर सपिङ गरेर फर्क्यौँ। आजको सपिङ चाहिँ स्पेसल छ है, हेर्न नछुटाउनु ल। म भिडियोको जुनसुकै पार्टमा पनि देखाउन सक्छु। त्यसपछि त्यही त हो, घर आउने बित्तिकै चिया अनि अलिकति अनहेल्दी कुरा पनि खाएँ। हजुरहरू नखानु ल। त्यसपछि चाहिँ मेरो छोरा सुत्यो अनि म लागेँ बेलुकीको खानाको तयारी गर्न। अनि म किचनमा काम गर्दै थिएँ। मेरो नजिकै छिमेकी बा हुनुहुन्छ, कहिलेकाहीँ आउनुहुन्छ, सम्झेर आउनुहुन्छ, खुसी लाग्छ। अनि घरमै पाकेको अलिकति केरा थियो, त्यो दिएँ। अनि त्यसपछि मैले उहाँलाई चिया दिएँ अनि एकछिन हामी गफ गऱ्यौँ। सबैसँग मिल्नुहुन्छ क्या, गफ गर्नुहुन्छ। म पनि रमाइलो लाग्छ बुढाबुढीसँग गफ गर्न। गफ गरेँ। त्यसपछि उहाँलाई चिसो मोही दिएँ, अब गर्मी धेरै थियो नि त। अनि त्यसपछि खाएर चाहिँ उहाँ घर जानुभयो। क्यामेरामा चाहिँ मलाई जसको पनि फेस अगाडि लगेर तेर्स्याएर मोबाइल तेर्स्याएर देखाइदिन बित्तिकै मन लाग्दैन, त्यो राम्रो पनि लाग्दैन। सबैको आफ्नो आफ्नो प्राइभेसी हुन्छ, त्यसको रेस्पेक्ट गर्नुपर्छ। मान्छे हामी पनि त कहिले कुन अवस्थामा भइन्छ, कहिले कस्तो हुन्छ, कहिले कस्तो भइन्छ होइन। रेडी भएर बसेको हुँदैन नि त क्यामेराको लागि, कम्फर्टेबल भइँदैन कहिले होइन। लग्यो मोबाइल तेर्स्यायो अनि भिडियो बनाउन थालिहाल्यो। त्यस्तो चाहिँ कदापि गर्नु हुँदैन है त। बेलुकीको खाना खाइसकेर काम सकेर मेरो छोराछोरी खेल्न, पढ्न, गफ गर्न दिदीभाइ मिल्न थाले है। त्यसपछि मैले अघि बाचा गरेकी थिएँ, म भरे के ल्याएको छु भनेर चाहिँ देखाउँछु भनेर। अनि म बाचा पुरा गर्न आएँ है त। यहाँ चाहिँ बाबुले खाइसकेको केकको खोलहरू पनि छ होइन। यस्तै यस्तै कुराहरू थियो। अनि यो मालदा आँप मलाई एकदमै मनपर्छ, मेरो छोरीलाई पनि मनपर्छ। भर्खरै निस्किन थालेको छ अनि यो पनि ल्याएँ। अनि मेन चाहिँ यो लिन गएको थिएँ म, नानीको कोचिङ लाग्छ नि त, अनि खाना पठाउनु पर्छ। अनि उसलाई चाहिने सानो लन्च बक्स, कहिले सानो लान खोज्छ, कहिले ठुलोमा लान खोज्छ होइन। अनि यो चाहिँ स्टेप स्टेप यस्तो छ, एउटा एउटा छ। कहिले उसलाई थोरै लान मन लाग्यो भने एउटैमा लग्छ। अब दुईटामा फ्रुट्स, कुनैमा दाल, कुनैमा के कुनैमा दिउँसोको खाजा पनि बनाएर लग्छ भने ठिक छ होइन, पठाइदिनुपर्छ मैले। अनि मन परेर लिएर आएँ। यहाँ चाहिँ क्युट बक्समा चाहिँ चम्चा रहेछ। मलाई चाहिँ राम्रो लाग्यो है। उसको रियाक्सन के हुन्छ मलाई थाहा छैन। आजको दिन पनि यसरी नै बित्यो। अब चाहिँ म बिदा हुन्छु, फेरि भेटौँला। अहिलेलाई बिदा हुन्छु। बाई बाई एभ्रिवान।